म त बैतडा चेल्याएर यो सुक यसरी खान्छु यसरी बनाऊ नानी बैतडा यसरी बनाउँछन् सुक खाने भनेको बैतडा खानु यो सिनी हालेर मजाले कलाएर अब अछामी बजाइ पनि खाने भएपछि आस पाया त धाइ खाने धेरै अछामी पनि पाउना नै भन्नु कहाँ गई तू अछामी के अरे बैतडा की ए बैतडा की बड्डी कहाँ गई थे चुख खाने वाली काली बड्डी हामी त अछामी आ त चुख खाँदी बैतडा खाँदा भन्दिए कसी हो यो बड्डी भरत गुरुजी ल्याउने अछामी खाने बैतडा अझ भन्न हामी बैतडालाई चुक बनाए कलाया हो खाना हो भन्न ल्याएको नि त चुको गडो अछामी जोले त लेखेर आग्यो चुक कुदाउनु अछामी बुढीले लेखेर आग्यो ठिक्क भन्ने ठिक्क रहेछ बैतडा चुकचटा भनेको सही रहेछन् हामी अछामी कौरले ल्याएको बैतडा कि जोइले कलाएको खाने सबै बन्ना चुक चाटा बैतडा चाटेर हन्डै लाग्यो भने तँ चाटेर हट्नै लाग गई टिकटकमा भाइरल बनाइदिनु होला बसेछु भन्ने हो सस्नी हो खान लाछु ल हेर टिकटकमा महिनागरबाट आए हूँ म महिनागरबाट आए हूँ ल तम बाधे खाओ बोक्रा पारे बैतडा चेली आएको नि अछामी म त खड्गाकी चेली हुँ बैतडा की चेली हो लागि बान हो यसरी सुक खान्छ नि ल बुझिरहले भने बैतडा भन्ने हो न अछामी जेलले चुक खाने छुइदो छ भन्ने भने मैले के भन्ने के त भने आज तँ त जे भनिन्छ रे यहाँ भने अब कुरा आउने नि कहिले खाने मेरो बात कस्तो भएछ भौठीला निकाल्ला कति गौमरा खान्छ त बारे छ मेरा पनि लटपटाइ कहिदिन फर्स्ट मेरो भने नाबे 2 दिन बोर आगे म कहाँ हाल्नुला